नमस्ते वेलकम ब्याक केटा होइन आज फेरि पनि लामो समयपछि एउटा भ्लग लिएर अगाडि त ल्याउनु त ल्याइरहेको छु तर अलिकति जापानको बारेमा अलिअलि भिडियोहरू बनाइरहेको थिएँ टाइम पनि त्यस्तै भइरहेको थियो नि त अनि त्यो हिसाबले बनाइरहेको आज टक्क पार्कको छेउमा बसेछु होइन टक्क दामी पार्क छ यहाँनिर टक्क पार्कको छेउमा बसेर अनि खासै तेन्जिन स्टेसन हो क्या तेन्जिन स्टेसनको तल बसिरहेको छु खास चाहिँ किन भन्दाखेरि आज चाहिँ साथीलाई पर्खिरहेको छु क्या विशेष साथी आउँदैछ टक्क साथी पनि को साथी भनेर अहिले म भिडियोमा देखाउँछु होइन त्यो चाहिँ एउटा गाउँको मतलब हुन्छ नि हामी सँगै पढेको साथी जापान सँगै गएको होइन टक्क साथीसँग चाहिँ आज टक्क घुम्न जाने भनेर टक्क म चाहिँ तेन्जिन स्टेसनमा ठ्याक्कै तल बसिरहेको छु अनि लगभग आएको 1 वर्ष हुँदाखेरि बल्ल क्या अब हुन्छ नि मेरो पनि 1 वर्ष भयो अब उता वर्किङ लागिसक्यो उता लगभग आएको 4 वर्ष क्रस नै भइसक्यो अनि आज चाहिँ टक्क भेट्ने प्लान बनाएर अनि आज जाउँ न त भनेर आज दुईजनाकै छुट्टी भएर चाहिँ जानु टक्क प्लान बनाएको छु टक्क साथी आउँदैछ होइन टक्क अब म चाहिँ यहाँ साथीलाई कुरिरहेको छु किनकि साथीले चाहिँ पर पर्छ नि त्यहाँ स्टेसन छेउमै पर्छ यहीबाट बाटो जाने हो त्यही भएर चाहिँ साथी आउँदैछ र कुरिरहेको छु र अरू कुराहरू चाहिँ अब भिडियोमा के हुन्छ देखाउँदै जान्छ है त ल फाइनली केटा होइन टक्क साथीहरू आयो त साथी आइसक्यो तर साथीले के बोकेर आएको छ क्या हातमा ट्याक्क बोकेर आएको कि ए यस्तो यतिको साथीहरू चाहिँ के चाहियो त हेर त के छ साथी अनि तिम्रो एनर्जी छ के भने ओ अभी मजा आएगा ना भिडो मेरो एनर्जी सकेर होइन यताबाट जाउँ होइन खाने जाउँ टक्क हामी चाहिँ अब साथी पनि भेट भयो मोन्स्टर बोकेर आएको जापानकै हो फेरि अनि मोन्स्टर खाएपछि त अब जाने ठाउँ त फेरि अरू होला नि त फेरि कहाँ लाग्ने हो र साथीले के गर्नु आँटेको छ मन्दिर जाने मन्दिर होइन टक्क मन्दिर यो खाएर मन्दिर जाने हो तिमी यस्तो सोझो मान्छे मन्दिर लग्ने हेरकेटा हो केटाहरूले पनि हेरिरहेको छ होइन टक्क साथीले मन्दिर लाने र अबको भिडियो चाहिँ टक्क हामी यहाँबाट स्टेसनतिर गएर टक्क अब के हुन्छ आजको चाहिँ सबै देखाउँछु है त म अब हेरकेटा हो मोन्स्टर चाहिँ साथीले दियो खाइसक्यो होइन कति एनर्जी आयो एनर्जी त कसम हेर अब मन्दिर सन्दिर चाहिँ गइदिएन अब के गर्न होइन अब यसो उयो पिसाब एक्सर्साइज गर्ने ठाउँ लगा न होइन मिलाएर टक्क साथीसँग जाने अब खाइसक्यो पल्लो स्टेसन यहीँ हो होइन नि त्यतातिर भन्दा नि अब त्यति जाउँ कहाँ जाने अरे हामी आज दादाइफु भन्ने ठाउँ त्यहाँ दामी ठाउँ छ होइन साथीहरू चाहिँ त्यो फाइदा खाएर केटा हो टक्कै गयो अब फ्याँक्छ त्यहाँ टक्क त्यहीँबाट ल्यायो अब त्यहीँ फ्याँक्दैछ होइन टक्क साथीले चाहिँ अब टक्कै मोन्स्टर बोकेर आएछ अब हामी जाने तर आज बब्बाल घाम लागिरहेछ अनि दुईजना चाहिँ अब हामी टक्क लाएर दुईजना चाहिँ टक्क जाँदैछौँ अनि अब उता फेरि हिरो अब के भन्ने यता हेर्दै देखिछु म कसो क्याब लागेको झन् आज जापानिज पठाउने हो रातो पासपोर्ट हान्छ क्या हो फाइनली केटा हो ट्रेन धेरै पछि ट्याक्क ट्रेन पनि आइसकेछ है यही हो टक्क धेरै पछि चढिदिएछ अब होइन टक्क दुईजना जाने हो टक्क लाएर साथी पनि आएछ ट्रेनमा चढौँ ट्रेनमा फेरि हल्ला गर्नु मिल्दैन हामी चाहिँ फुचिकाइ चाहिँ भन्ने आउँथ्यौँ होइन ट्रेन गयो अर्को फेरि यता खै होइन टक्क स्टेसन अब साथी यहाँ हिँड्दैछ टक्क यहाँ हिँडेर अब हामी चाहिँ टक्क जाने ट्रेन फेरि यस्तो बवाल पनि हुन्छ हामीभित्र खाइ पनि राख्छ क्या यस्तो खतरा ट्रेन पनि हुन्छ क्या चल्यो आज मजा आउँछ केटा हो मजा साथीसँग छ होइन टक्क यहाँनिर रहेछ दादाको भन्ने साथी टक्क जाँदैछ बवाल तरिकाले जाने आज घुम्ने मजा आउँछ आज यस ट्रेन स्टेसन चाहिँ यस्तो छ इच्छाको दादाको टक्क स्टेसन होइन कस्तो तातोकै गर्मी तातो अब साथी अब टक्कै साथी आज कस्तो लागिरहेको छ त नि टक्क दुईजना घुम्नु जाँदा होइन दुईजना हामी त नेपालमा भएको जस्तो फिल भइरहेको छ दुईजना सँगै होइन हिँडेको ट्युसन गएको याद आइरहेको छ ट्युसन होइन 3 बजी पढेको याद छ नि एक नम्बर उठाएन फुकुका त्यही नमुता कुरोमै एक नम्बर यता जाने हो यस्तो छ खतरा आवाज होइन जाने हो टक्क जाने हो साथीसँग आइसक्यो ट्रेन फेरि कहाँ छ यहाँ
मजा आउँछ मजा लोकल दादाई भयो यहाँ लेख अनि टक्क यहाँ चढ्ने हो दामी छ यस्तो काम यहाँको चाहिँ फेरि यो पनि छ कि यसलाई टक्क यस्तो सार्नु मिल्छ क्या फेरि मेन चाहिँ खतरा खै टक्क हाम्रै हो यो अब ए दुईजना रहेछ हाम्रो प्राइभेट केटा हो राजा तरिकाले टक्क गइदिएछ ट्रेनमा खास बनाउनु त मिल्दैन मान्छे नभएर चाहिँ बनाएको फेरि नराम्रो उयो चाहिँ नजाओस् साथी फेरि यहाँ डन जस्तै बस्छ मेरो साथी कस्तो बाहिरको सिन आज कस्तो लाइफमा लास्ट मजा आइरहेको होइन 1 वर्षपछि खासमा न्यु मान्छे चाहिँ मेरो म जापान सुरुमा चाहिँ मेरो अभिभावक भनौँ या त के भनौँ यो मान्छे चाहिँ मेरो के अहिले पनि होइन अहिले पनि केही भन्यो भने केही पऱ्यो भने साथी भन्यो भने कि यसलाई मैले के चाहियो भने कि मलाई नि मेरो कि तिमी आउने भन्छ कि सिधै यति भएपछि के चाहिन्छ त अब घुम्न जाउँ भने आज घुम्न निस्किदिइरहेको होइन यति भएपछि मलाई के चाहियो त चाहिएन नि त होइन टक्कै जाने यस्तो बवाल ठाउँ गइरहेको छु अनि यो साथीको चाहिँ गर्लफ्रेन्ड पनि छैन क्या फेरि एउटा टक्क फेरि होइन जापानको अब साइड डिपेन्डेन्टमा आउनु कोही छ भने एउटा सिट यता है खाली छ केटा हो कोही सेवाई गर्ने खालको यसो भन्नु परिहाल्यो यस्तो छ केटीहरू पनि हेर्दैछ भने यो भ्याकेन्सी पुरै खाली छ फर्म पनि भन्नुपर्ने मलाई म्याच गऱ्यो भने चाहिँ उसलाई गर्नुपर्छ मलाई एउटा म्याच गऱ्यो भने फिक्स यस्तो छ होइन गर्लफ्रेन्ड खुसी भएको हेर्न आम्मा टक्क बवाल लागिरहेको छ जाँदैछौँ जापानको मतलब घरहरू चाहिँ यस्तो छ गाउँहरू चाहिँ होइन टक्क बवाल छ कि अनि आज जाने हो अनि फेरि आज मोन्स्टर खुवाएर ल्याएको छ कि फेरि मोन्स्टर खुवाएर ल्याएको छ कि त्यही अलिअलि पावर जोस आइरहेको टक्क जाने हो मजा आइरहेको छ टक्क अनि यस्तो छ टक्क हामी चाहिँ झऱ्यौँ होइन टक्क झरेर हावा जाँदैछौँ ट्रेन स्टेसन पनि यस्तो बवाल छ कि अब के भन्नु बालेन दाइले खोइ कहिले बनाउनुहुन्छ अब टक्क होइन हाम्रो पनि यसो टक्क ट्रेन चल्यो है ट्रेन चल्यो टक्क बवाल छ दामी होइन टक्क मजा आउँछ जोस् आज दामी ठाउँ आज मजा आइरहेको यस्तो छ ट्रेन टक्क दुईजना अब यहाँबाट निस्किने हो अनि फर ट्याक्क दादाइफू भन्ने ठाउँमा हामी छौँ अब जाने हो आज अलिकति भिडियो लामो हुनसक्छ तर दामी मजा आउँछ है भिडियो चाहिँ भरिसम्म हेर्नुभयो भने हुन्छ टक्क यहाँ फेरि कार्ड छिराउने हो कार्ड पनि केही गर्नु पर्दैन अब यहाँ पर्समा छ टच गऱ्यो भने साइड हुन्छ कतापट्टि छ भन्ने हुन्छ अनि टक्क यहाँनिर खुलिसक्यो कि यत्रो पर्स होइन यत्रो पर्स मैले हान्थेँ खुल्यो कि अनि टक्क यस्तो भयो कि टक्क खुल्छ कि बवाल चाहिँ के खाने हो पैसा हाल्नु पऱ्यो होइन यस्तो छ टिकट काट्ने ठाउँ यसो यहाँ बस पनि फेरि खतरा हुन्छ कि यहाँको बसको कुरै छोडिदिउँ फेरि हाम्रो जस्तो त उयो बस होइन कि फेरि तर टक्क केटाकेटी जस्तो अब काम त बवाल छ आँखै नहेर्नु फेरि म हेर्न सक्दिनँ घाममा साथीले म्याप हेर्दैछ टक्क जाने हो साथी हामीले चाहिँ खास दादाइफू टेम्पल मन्दिर जाने भनेर हामीले हेरेको यहाँ झरिसक्ने स्टेसनमा ल यहाँबाट 17 मिनट हिँड्नु पनि 1 किलोमिटर कति छ 1.2 किलोमिटर रहेछ होइन अब साथी चाहिँ तर्सियो गर्मी छ नि त म त तर्सिन्न अन्त अब त्यही हो अब एक दिन छुट्टी हुन्छ अब घुम्दिउँ भन्ने कुरा हो तर हावा पनि बवाल चलिरहेछ पाहाड दामी देखेर चाहिँ यहाँ चाहिँ टक्क होइन यस्तो बवाल ठाउँ छ तर एउटा चाहिँ मलाई के लागिरहेछ भने टेम्पलमा चाहिँ प्रायः यहाँनिर भिडियो खिच्न दिन्न कि भित्र यस्तो दामी हुन्छ अस्ति त बुद्ध सुतेको मूर्ति भनेर त्यहाँ गएको अब बुद्ध त अब त्यही भिडियो खिच्नु नदिएको क्या यस्तो दामी ठाउँ थियो भित्र होइन दिएन नि यार कस्तो रिस्टै हो अनि बाहिर खिचेर आएको दिन्न अरे कि पुरै दामी अरे कि पुरै उयो पोस्टरै टाँसेको थियो क्या अनि त्यही भएर अब टक्क साथीलाई म जाँदैछौँ जे भए पनि अब आज भित्र खिच्न दियोस् नदियोस् बाटोमै हिँड्यो भने अब टक्क जाँदैछौँ अनि टक्क साथीसँग आज जस अलिकति फ्रेसवाला फिल पनि भइरहेको मजा आइरहेको छ यस्तो दामी सिन छ के चाहियो र अरू त होइन
टक्क गाउँ जस्तो दामी छ मजा आइरहेछ मजा 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 वाइल्ड होइन मोन्स्टर फेरि साथीले मोन्स्टर खुवाएर लाग्छ आजको विशेष फेरि सुरुमै मोन्स्टर खुवाएको छ होइन इनर्जी बना अब बोल्नु पनि आइरहेको भनौँ न अलिअलि त्यस्तै त्यस्तै अब जाँगर चलिरहेछ भने नेपालको रेड बुल र यहाँको मोन्स्टर ल उस एउटै भने जस्तो हुन्छ तर टेस्ट फरक हो त्यस्तो छ अब टक्क जाने हो अनि ल्याउ जोस् गइरहेको छ यहाँ यतिसम्म पावर उयो हुन्छ कि अब टक्क यहाँ गाडी आयो होइन रोकिदियो क्या बाटो कि अब यहाँनिर यस्तो छ कि रोक्नै पर्छ कि रोक्छ कि यस्तो छ क्या होइन जोस् मजा मजा आइरहेछ साथी के छ त आजको ल आजको बारेमा के छ कस्तो लागिरहेछ आजको बारेमा भन्नुपर्दा रमाइलो भइरहेछ तर धेरै तातो घाम भयो चिसो भनिदिउँ त चिसो उयो घाम लाग्नु भन्यो आएर त कम्युनिभित्र के त्यो काम कलेज अनि अहिले पनि त्यो यस्तो घाममा हिँड्न पर्दैन के गर्नु पर्दैन त बिहान जाँदा घाम हुँदैन दिनभरि काम हो बेलुका आउँदा घाम हुँदैन हाम्रो सेन्सिल यस्तो हुन्छ क्या झिङचाकहरू के भन्नुहुन्छ के भन्दाखेरि स्टुडेन्टमा चाहिँ स्कुलबाट कामबाट रुम रे के अनि झिङचाक गर खालि तेरो त्यही त घुम्नु जा भन्छु कि अनि त्यो होइन काम गर्ने स्कुल आउने सुत्ने भनौँ भने कुने खाएर घर जा भन्छु कि त्यस्तै भइरहेको थियो तर आज चाहिँ अब हामी यसो घुम्नु थालेछौँ होइन स्टुडेन्टमा भन्दाखेरि त कामले नै बाहिर हिँड्न दिनु परेन 7 दिनमा 7 दिनै त्यो पनि हुन्छ कहाँबाट हिँड्ने बाहिर अनि थकाइ हुन्छ फेरि नाइटको काम अलिकति पायो भने सुत्ने हो मेरै केटाहरू 2 जना सुतिरहेको छ राति काम गरेर आयो मेरो आज र हिजो र आज थिएन टक्क गइरहेछ यस्तो मजा आइरहेछ फेरि यस्तो दामी ठाउँ छ अहिले फेरि अब धेरै नभनौँ अघि पनि भिडियोमा अलिकति जोडेको छु अब उता त एउटा काम फिक्स वर्किङ भइसकेको मान्छे अब के भन्नु डिपेन्डेन्ट खाली भनौँ न एउटा गर्लफ्रेन्ड पनि छैन यता अब सहरको त्यति बेला चाहिँ बुझ्यो त्यति सक्यो कि फेरि मलाई अब के ढुक्क छ स्याइनसँग हिँडेको छु मतलब एउटा फिक्स जब भएको मान्छेसँग हिँडेको छु मलाई त टक्कै यस्तो बहल ठाउँ छ यहाँ चाहिँ फेरि अब गाडी चाहिँ छोडिदिउँ कि कति छ मै छक्क पर्छु कि यहाँनिर चराचुरुङ जस्तो लाग्छ कि मलाई यहाँको गाडी कि रोड एकछिन 5 मिनट जाम भयो भने यहाँ गाडी नै कि यस्तो के मान्छेभन्दा बढी छ जस्तो लाग्छ मलाई यहाँनिर होइन यस्तो छ एकजनाको एउटा हिसाब के त्यस्तो छ कि अब गाडीको कुरै छोडिदिउँ अनि त्यस्तो छ रमाइलो छ साथीले जापानको पनि अनुभव भन्दैछ होइन अनि साथी टक्क जाँदै गर्दाखेरि चाहिँ अब के भन्नु होइन अब गफ पनि गर्दै जाउँ न त होइन तिमीले आएदेखि सुरुमा न्याङ्गो गएको भाषा पढ्यो भाषा पछाडि सेनमन गयो अहिले वर्किङ लाग्यो होइन त्यो दुःख सम्झिँदा होइन र अहिले वर्किङसम्म गरिराख्दाखेरि अहिले आउनेहरूलाई चाहिँ तिमी कस्तो के भन्छौ मतलब हुन्छ नि त यस्तो चाहिँ छ जापान आउनेले चाहिँ म पनि आउँदाखेरि चाहिँ धेरै ठुलो आश छ होइन के भन्दा नेपालमा 30,000 कमाउँदाखेरि यहाँ चाहिँ 60,000 कमायो भने बचायो भने हुन्थ्यो भन्ने सोचले आयो नि त तर त्यतिको चाहिँ छ भनौँ तर बच्दैन त अलग कुरा हो होइन अनि भिडियोहरू पनि ल्याइरहेको हुन्छ अगाडिको भिडियोहरूमा पनि छ त्यस्तोहरूमा चाहिँ तिमी के भन्छौ तिमी अहिले ट्याक्स तिरेको छैन होकेल तिरेको छैन र त बस्दैन भन्दैछौ नि अझै त्यसमा ट्याक्स र होकेल जोडा त ल अब यति भएपछि अब फेरि मलाई अब साथीलाई झड्का दिइसक्यो अब मैले अर्को वर्षदेखि ट्याक्स यताउति तिर्नुपर्ने लगभग कुराहरू पनि साथीले गरिसक्यो है अब त्यस्तो छ जापानको हालत अनि साथी अर्को एउटा सबैले सोध्ने के छ भने जापानमा चाहिँ 1 वर्षमा ऋण तिर्न सकिन्छ त आएको 1 वर्षमा यदि नेपालबाट खर्च गरेर आएको यदि यता आएर म चाहिँ के भन्छ नियमको राम्रो छ अनि आफूले फोन गरेर काम खोज्न सक्छु भन्ने हिम्मत छ भने चाहिँ अनि काम राम्ररी नै पायो भने चाहिँ 1 वर्षमा पनि सकिन्छ तर अहिलेको सिचुएसन हेर्दाखेरि चाहिँ मान्छे धेरै छ अहिले गाई बिजनेसहरू लास्टै धेरै छ नि त त्यही भएर काम पाउन अलिकति गाह्रो नै छ काम पायो भने त सकिन्छ त्यसमा नो डाउट तर अहिलेको सिचुएसन हेर्दाखेरि चाहिँ मिनिमम पनि 2-3 वर्ष लाग्छ ल यो कुराहरू गर्दै अब आजको त घुम्ने हो नि त मैले साथीलाई जोडेको अब अरू पनि हेर्दै जाऊँ र कुरा गर्दै जाऊँ है त 2 जना जाँदैछौँ गर्मी यस्तो भइरहेको यहाँ यतिको हुन्छ क्या टक्क मान्छे ट्याक्क रोक्थ्यो जेब्रा क्रसिङ भनेको यो हो क्या यहाँनिर गएर केही गर्नु पर्दैन क्या जेब्रा क्रसिङको छेउमा गएर लाइट साइड केही हुनु न ठ्याक्क रोकिदियो ठ्याक्क गाडी सब रोकिन्छ क्या
यो हो क्या यत्तिको चाहिँ हुनु पऱ्यो क्या नेपालमा पनि होइन यत्तिको भयो भने चाहिँ केही साँच्ची भनेको क्या एक्सिडेन्ट पनि कम हुने हुन्छ नि त परैबाट क्या टक्क मान्छे जेब्रा क्रसिङ केही गर्नु पर्ने हात पनि हल्लाउनु पर्ने के गर्नु जेब्रा क्रसिङ छ लाइट पनि त्यहाँ हुन्न ठ्याक्क उभिदियो ठ्याक्क गाडी रोकिन्छ क्या त्यति भएपछि के चाहियो त गाडी पनि अलिकति सानो सागुरे बाटोमा बिस्तारो बिस्तारो कुदिरहेको हुन्छ होइन अनि त्यस्तो छ जस बबाल छ भनौँ न गर्मी छ लास्टै छ अब जाने हो टेम्पल कस्तो हुन्छ टेम्पल पनि देखाउँछौँ मान्छेहरू त आएको देखि नै राख टक्क दादा आइपुग्यो भने ठक्क दामी ठाउँ हामी आइपुग्यो बबाल छ मान्छेको भिड त अब मेला लागिरहेको छ यहाँ हामी मात्रै होला नेपाली 1-2 जना भेटियो ल होइन यस्तो छ दियोस् बबाल मजा आइरहेको भनौँ न हेरकेटा हो अब जापानिज हेर्नु मन छ नि हेर साइडमा देखेको सिधै चाहिँ फोटो खिच्नु मिल्दैन होइन भिडियो खिच्न मिल्दैन तर यसो घुमाएर यसो अब टक्क हेर्ने मान्छे हेर होइन अनि साथी अन्त पर्फ्युम पनि रहेछ नि त अहिले एउटा किन्नुपर्छ है यहाँको एउटा होइन तर लास्ट महँगो हुन्छ फेरि यहाँ त्यो टेम्पल सेम्पलमा गएर चाहिँ के किन्छु भनेर चाहिँ नसोचे पनि हुन्छ अनि अस्ति नै म गएको ठाउँमा यत्रो गुडिया त 150 रुपियाँ गुडालाई 500 हेरेँ क्या त्यो पनि गेम खेल्नु पर्ने अरे अरू के नै आउँछ होला त त्यही मात्र आइदिरहेको क्या त्यसले बबाल अब यस्तो भिड छ है काम भए तापनि लास्टै मान्छेहरू चाहिँ उपर क्या लास्ट भइरहेको होइन आज फेरि सन्डे बिदाको दिन होइन यस यस्तो छ बबाल छ अलिकति भनौँ न सही ठाउँ छ नि त दामी छ खतरा ठाउँ होइन फाइनली टक्क हामी चाहिँ यहाँ आइसक्यो साथी छ यहाँनिर 2 जना टक्क लगाएर दामी छ सिधै जाउँ न त्यो त होला टक्कै बबाल टक्क साथी छ यहाँनिर हामी 2 जना चाहिँ गइरहेको छौँ आएको थिएन ऊ पनि 4 वर्षमा यहाँको रहेन त्यहाँबाट हामी बसेकोबाट 1 घन्टा लागेन है साथी 1 घन्टा ए टक्क बबाल ठाउँ टक्क साथीहरू टक्क बबाल चाहिँ के फेरि यहाँनिर मैले चाहिँ उसमा हेरेको थिएँ त्यही दामी लाग्छ ल अनि के चाहियो यतिको ल फोगा बस्नेहरू चाहिँ आउनु पऱ्यो है दामी ठाउँ रहेछ दामी बबाल है कहाँ जाने हो है यस्तो बबाल ठाउँ रहेछ होइन हामी चाहिँ रुम खाली थियो काम रुम दामी है टक्क नेपालमा भएको भए धाम फालिन्थ्यो होला वेदनाको पनि याद आइरहेको है मुङ्ग्री होइन हौ रौ माछा जोस् बबाल मजा आइरहेको टक्क होइन जोस् दामी नै छ भनौँ न यहाँको फुलहरूलाई त के हेर्ने हो यतै केटा पछाडि छ होइन मैले चाहिँ अब अलिकति बङ्गाएर पनि देखाएको छु अगाडि आएर हेरकेटा हेर होइन दामी छ गएर यहाँको चाहिँ ल टक्क है साथी त हेर त खतरा टक्क है दामी ठाउँ त्यो पछाडि खतरा छ जोस् आज रमाइलो हुने हो खतरा ठाउँ छ ल हामी चाहिँ टक्क आएको होइन खतरा रहेछ क्या ちょっとね緊張する頑張ろういい皆さんの前でちょっと頑張ろう行こう本番に回転頑張れいけ頑張れありがとうございますよかったじゃあちょっとトンボ狩りに決まったところでご挨拶しましょう可愛らしい姿見てくださいदामी छ केटा दामी छ ल हेरै सबैलेはいお母さんのहेरै ल はい頑張ってよいしょよいしょねはい紹介します10歳の男の子です名前を100円ショップダイソーと言います100円ショップダイソーでということなのでダイソー君大ちゃんとちょっと応援してください一方ですね相方を務めるねこれは本当にどうでもいい話なんですが年齢不詳のコスでございます梅之助と言いますよかったら姫ちゃんと応援お願いします実はねちょっと前のパネルには書いてあるんですが私たちねこのサルマーショをやる前はहामी चाहिँ कता ठाउँ छिर्यौँ अब होइन टक्क गेटबाट भित्र हुँदै छिर्यो अब चाहिँ यस्तो छ क्या टक्क यहाँ चाहिँ यस्तो बवाल छ साथी चाहिँ यहाँ छ साथी जाउँ अगाडि टक्क कताबाट यताबाट जाउँ न त टक्क यताबाट होइन हामी छ टक्क हामी चाहिँ जाँदैछौँ अनि यस बवाल छ भनौँ न होइन के रहेछ यहाँ चाहिँ टक्क यस्तो छ दामी
यो लिएर लिन मिल्ने प्रकारको थियो किमन लाउँछ हँ किमन लाउँछ अनि साथीले त किमन लाउँछु भन्छ त फेरि यहाँ तिमी किमन लाउने तिमीलाई साथीले त किमन लाउँछु भन्नु थालिसक्यो अर्कै कुरा देखाउनलाई चाहिँ भने अब खतरा छ है एकचोटि यस्तो फर्केर कस्तो यस्तो के दामी छ पढ्नु नआए पनि यसो हेरौँ है कता छ कि यहाँ चाहिँ दामी यस आउँछ त्यतापट्टि दामी पछाडिको पछाडि यता यता आउने टक्क के अब भिडियो पनि त देखाउँदै जानु पऱ्यो नि त अब बोल्ने भन्दा नि अब देखाउनु ल्याऊ अनि उ त्यहाँनिर लेखेर होइन नलेखौँ धेरै उइस के लेख्नु सबले ढोकिराख नि हामी पनि मनमनै ढोक्यौँ देखिन्न होइन मनमनै ढोक्यो है हामीले भने है कहाँ ए टक्क यहाँ त्यस्तो यस्तो छ है कदामी छ है सबै कुरा पुरा होस् मेरो पनि मेरो भिडियो हेरेर पनि सबैको पुरा होस् होइन आहा है कस्तो बवाल छ यहाँभित्र दामी खोजौँ यता यता कता छ कि यहाँभित्र मोबाइल एउटा है पक्कै यस्तो बवाल छ कि जोस् मजा लागिरहेको छ दामी दामी ठाउँ पाइदिनु त यस्तो बवाल छ दादाको चाहिँ आउनु पर्ने रहेछ फुलुका बस्ने साथीभाइहरूले जोस् दामी छ होइन अब यताबाट फेरि उयो रहेछ माथि जाने ठाउँ पनि रहेछ कि उयो जस्तो जानुपर्छ क्या साथी हामी जानुपर्छ एउटा केटी लिएर माथि यसो डेटिङ सेटिङ कोही छैन धुलो लास्ट आएर यस रमाइलो गर्दै साथी हेर्नु मात्रै यता रहेछ फेरि ल यता रहेछ गर्लफ्रेन्ड बोयफ्रेन्ड जानेर हामी फेरि यता घुमिरहेको छौँ होइन कता कता यताबाट यता चाहिँ टक्कै होइन यता रहेछ नि त पछाडि जाने ठाउँ चाहिँ होइन यहाँ पनि होचेराहरू दामी मन्दिरहरू दामी दामी रहेछ है यहाँ चाहिँ पैसाहरू माग्ने ठाउँ पनि होला के हो धेरै थाहा छैन खतरा छ खतरा ल है साथीभाइ यस्तै छ आमामा यहाँनिर यस्तो छ कता यता जाने के त अनि यस्तो दामी ठाउँ छ हामी चाहिँ टक्क अब यहाँबाट माथि जाँदैछौँ टक्कै होइन तर साथी हामी यता जानु खासै उचित छैन होला हो किन भन न हामी सिङ्गल मान्छे कहाँ जाने हो र यहाँबाट पनि जानु मिल्छ खतरा छ जोस् यता छ त जोस् हामी गइँदैछ भनौँ न बवाल छ दामी लागिरहेछ आज जोस् माइन्ड फ्रेस भयो यस्तै छ यहाँ चाहिँ अब गर्लफ्रेन्ड भन्दा पनि अरू त जे जस्तो भनेको पनि शौचालय हो दामी हामी चाहिँ यस्तो दामी खतरा ठाउँ यहाँ चाहिँ बवाल ठाउँ है अब देखो चाहिँ यस्तो दामी छ यहाँनिर यता साथीभाइ हो जापान आएर त्यही हो जापान किन गएको भन्नेले माछा कि सर्प हो यार उयो उयो माछा कि सर्प हो ऊ पर पुगिसक्यो त्यहाँ ऊ परेर त यस्तो गर्दै पुग्छ त्यहाँ फेरि आज माछाको कुरै छोडिदिउँ जहाँ पनि हो के हो यो चाहिँ यार धान हो क्या धान त होइन हुन त त्यहाँ लेखेको छ अब पढिनु जानिन्न होइन खतरा छ यार यस्तो बनाएको यार अनि मान्छे त त्यसै आइहाल्छ नि दामी छ जोस् खतरा बवाल छ जाउँ साथी अब यताबाट होइन कहाँ है हामी चाहिँ टक्क अब जाँदैछौँ जोस् दामी ठाउँ रहेछ यहाँ फेरि यहाँ चाहिँ के भाले पनि छ त चिडियाखाना हो यता पनि रहेछ फेरि यो के हो यो यो केटाकेटीको रहेछ यहाँ चाहिँ दामी माथि चलिरहेछ हामी चिडियाखानै जाउँ ल चिडियाखाना हेरौँ आज जापानको टक्क दुईजना जाउँ फेरि हाम्रो साथीहरू होला नि त त्यहाँ यसो चिडियाखाना अघि एउटाको भिडियो त बनाएको छु अलिअलि तर त्यसको चाहिँ फुल भिडियो हाल्छु हामी जाउँ यता होइन टक्क दामी ठाउँ केटा हिँड्नै पर्दैन यहाँ हिँड्नै पर्दैन क्या जापान हो
आफै चलिरहेको यस्तो चाहिँ यस्तो अब हिँड्नै परेन होइन सर जाने हो लाइट पनि फेरि एकछिन कुखुराको भाले त्यहाँ खाँदाखेरि हामी त्यही हेर्न हिँड्ने हो खास चाहिँ जहाँ बनाएर कुखुराको भाले हेरिदिउँ भन्ने तरिकाले टक्कै हिँड्नै पर्दैन कि फेरि साथी यतिकै आइरहेको छ यतिकै आइरहेको छ कि हिँड्नै पर्ने लाइट पनि छैन राछ जोस् बवाल मजा आइरहेको छ आज जापानको यस्तै छ केटा हो होइन यस जापान किन गएको भन्नेहरूको लागि चाहिँ यहाँ हेर 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 देखिस् त्यो दाइहरू अब यहाँ यहाँ चाहिँ दामी छ साथी आयो होइन बवाल मजा आइरहेको छ आज जोस् नयाँ योभन्दा फेरि हिँडेर छिटो हुन्छ नि उसलाई फेरि सुविधा पस्दैन कि फेरि उसलाई लडिङ चाहिँ क्या अब खतरा छ जोस् दामी मजा आइरहेको छ के छ त केही भन्नु छ कस्तो भइरहेको एकदम रमाइलो भइरहेछ धेरै गर्मी भइरहेछ टाउको चलिसक्यो मोन्स्टर त्यही भएर अनि त एनर्जीको लागि आज हेरे विशेष मोन्स्टरकोले चाहिँ कम्पनीले हामीलाई फेरि सिधै म्याच देखाउनु गएको छैन साथी के आज मोन्स्टर भनेर चाहिँ स्पोन्सरको लागि म्याच लगाउनु गएको छैन है त्यही भएर यति मिहिनेतले यसले भिडियो बनाइराख होइन लाइक कमेन्ट सब्सक्राइब गर्न नभुलिदिनु होला त्यो भनेको छँदैछ उनीहरूकै हातमा हो अब हामी भने चाहिँ टक्क आजको देखाउँ होइन जस बवाल छ बोल्ने भन्दा पनि बोल्ने एकदम कम बोलिरहेको छ आज किन भन्दाखेरि जस देखाउने कुरा छ नि त धेरै होइन लास्ट देखाउने कुराहरू चाहिँ छ होइन गर्मी पनि लास्टै भइरहेको झन्डै गइदिरहेको कि अनि त्यो तरिकाले चाहिँ उयो भइरहेको जस मजा पनि बवाल आइरहेको नि त होइन फेरि भिडियो खिच्नु मिल्ने रहेछ यहाँ चाहिँ अरू ठाउँ चाहिँ मिल्दैन यहाँ कुखुराको भाले हेर्ने होला तर हामीले केही ल्याएन कि त्यो यिनीहरूलाई दिन मिले है पाउँछ कि जस यस्तो छ हामी चाहिँ एउटा देखाउँछु ल यस्तो बवाल छ है सिन टक्क क्या आम्मा यस्तो दामी छ क्या आम्मा हाइट बवाल क्या ल अनि केही चाहियो त अनि आजको दिनलाई यति भएपछि टक्क यस्तो दामी ठाउँ छ गाउँको पनि टक्क याद आउने होइन टक्क यहाँनिर यस्तो बनाएको कि साथी के खाने चिसो तातो के लिएर आउँ होइन टक्कै साथीसँग साथी खाएर के भन्दा पनि आइसक्रिम खानुपर्छ कि अहिले आएर खाऊँ न त टक्कै साथीको चाहिँ भिडियो पनि छ यहाँ फाइनल्ली अब चाहिँ लगभग हामी चाहिँ यताबाट चाहिँ निस्किसक्यौँ होइन यहाँ चाहिँ दामी कछुवा रहेछ कि सानो तर त्यहाँ देखिँदैन होला देखिरह नि खतरा छ कि दामी एउटा मात्रै रहेछ होइन अरू चाहिँ छैन जस रमाइलो भइरहेको आज साथी निस्किसक्यो खतरा आउने रहेछ यहाँ फेरि दुईजना चाहिँ हामी टक्क यहाँ है यस दामी छ भनौँ न होइन बवाल रमाइलो भइरहेछ आज अनि जस दामी छ अनि मजा आइरह आज अब टक्क निस्किने क्रममै छौँ हामी चाहिँ होइन कता जाने त्यता जाने भने त्यहाँ अनि यस्तो छ टक्क लगाएर तर माछा पानी अलिक धमिलो रहेछ है उयोहरू नदेखिने क्या कछुवा पनि देखियो होला नि कस्तो अर्कै माछा हेर नि दामी कलरको छ यहाँ छ माछा है मिलो हुने कि पानी टक्कै दामी छ होइन यहाँ चाहिँ टक्क यस्तो पनि छ क्या होइन बाल खतरा है यस दामी छ अनि तर अलिकति पानी चाहिँ धमिलो रहेछ तर बबाल मजा आउने टाइपको क्या हुन्छ नि जस भ्यूहरू पनि दामी छ अब हामी चाहिँ यता अलिकति जान्छौँ होइन अनि यस्तो छ होइन जस यस्तो छ भनौँ न रमाइलो साथीले फेरि मेरो भिडियो हानिराख अनि हामी चाहिँ अब अघि चाहिँ यहाँबाट छिरेको होइन छिरेको ठाउँ त्यस पछाडि अब चाहिँ हामी लगभग यतातिर जान्छौँ होला मान्छेको त यस्तो बवाल छ कि मान्छे लास्ट के हुन्छ नि यति धेरै है यस्तो मजा यहाँ चाहिँ बन्द रहेछ कि फेरि अब टक्क लाग्दियो भनेर टक्क यहाँ सोचिरहेको थिएँ यस्तो छ खतरा छ कि यहाँ चाहिँ होइन यस यस्तो दामी ठाउँ छ भनौँ न बवाल लाग्ने छ कि मान्छेहरू त लास्ट के तर लास्ट दामी ठाउँ भनौँ न विशेष चाहिँ यहाँनिर चाहिँ घुम्न आउनु पर्ने खालको ठाउँ छ है त फाइनली हामी चाहिँ लगभग सबतिर घुम्यौँ लास्ट टेम्पल चाहिँ यो रहेछ यहाँ पनि यहीँबाट गऱ्यौँ होइन
उयोहरू लगाउन मनाइ छ यता निस्किने ठाउँ हो अनि यस्तो रहेछ जेस् दामी छ भनौँ न अब यता चाहिँ घरै होला सायद यस्तोहरू छ जेस् अब चाहिँ ल अन्तिम भनौँ न जेस् घुमेर सकेर हामी चाहिँ होइन यस्तो रुखलाई यस्तरी टेका दिएर आएको छ कि यो पुरानो रुख होला कति वर्षको होइन यस्तो भइसकेछ यस्तो रहेछ कि जेस् आजको दिन एकदम राम्रो भयो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा पनि दिन होला पनि भन्छु होइन अब अलिकति बाँकी होला अब किनकि निस्किने लगभग बेला भइसक्यो हाम्रो चाहिँ होइन भोक पनि लास्टै लाग्यो नि त अघिदेखि आएको अनि त्यहाँ फेरि एक दुईवटा उयोहरू देखाएको थियो त्यो जादु टाइपको त्यो पनि भिडियो चाहिँ छुट्टै क्लिप हाल्छु त्यो चाहिँ अलिक लामो छ फेरि भिडियो धेरै लामोहरू जान्छ त्यो चाहिँ छुट्टै क्लिपहरू हाल्छु होइन त्यो पनि हेरिदिनु होला भन्दै साथी यहाँ छ साथी अब हामी के गरौँ त अब निस्क्यौँ त अब हामी उताबाट निस्किने हो कताबाट निस्किने मेन गेट यतैबाट छिरौँ न यहाँ फेरि तोरी रहेछ नि त त्यसै गरी फाइनल्ली अब चाहिँ हामी लगभग निस्किने तर्खरै भनौँ न सक्यो भनौँ न फाइनल्ली होइन मान्छेहरू आउने उयो नै छ यस्तो गर्मी भइसक्यो है भोक त्यस्तै लागिरहेको मान्छे त है टक्क यहाँबाट हेर्दाखेरि दामी छ अब साथी केही छ र अन्तिममा के भन्नु छ र अब हामी चाहिँ यो भिड छ भिड जाने हो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै भ्लगर त यता पो जस्तो कस्तो के मतलब ओभर होइन जोस् बबाले गरिरहेको जोस् दामी छ अब आजको दिन जोस् राम्रै रह्यो भनौँ न होइन अनि अब घुम्यो धेरै नै घुम्यो अब रमाइलो पनि भयो जोस् अनि घुम्दाखेरि जाँदाखेरि अब जोस् अलिकति गर्मी भए तापनि आजको दिन फ्रेस भएर टक्क धेरै नै घुम्न पायो नि त साथीहरूसँग यहाँनिर त्यस्तोहरू पनि छ होइन टक्क यहाँनिर यहाँको चाहिँ उयोहरू रहेछ कि बेच्नहरू आएको र आस्ट हुन्छ क्या यहाँको चाहिँ यस्तो पनि छ निस्किँदै गर्दा चाहिँ यो चाहिँ तपाईँको पर्फ्युम कहाँ थियो साथी हेरौँ न एकचोटि पछाडि तलै होला है टक्कै यो खासीहरू भन्छ यो चाहिँ जाँदाखेरि यसो टक्क लिएर जाने जोस् दामी छ यसो हेरेर साथ दिनु होला पनि भन्दैछु र अन्तिममा जाँदै यहाँको भिड सँगसँगै अब हामी पनि निस्किँदैछौँ त्यो कहाँ थियो यार पर्फ्युम जस्तो त्यो हेरौँ भनेको अनि मान्छे र लास्ट मेला लागे बराबर छ अनि रमाइलो छ भनौँ न यस्तै छ जोस् भन्दै अब साथीले चाहिँ यहाँ आइसक्रिम टक्क अब अन्तिममा जाँदा आइसक्रिम खाइदिउँ भने होइन टक्कै लियो होइन टक्कै लिँदैछौँ ल्याऊ टक्कै आज मोन्स्टर यो है अब ल खुसी छ केटो जस खुसी भन्दा नि केटो भन्दा नि म चाहिँ लास्ट खुसी छु कि आज घरि मोन्स्टर होइन घरि यो के भन्छ यो आइसक्रिम यो भएपछि के चाहियो त होइन घाँटी देखेको के चाहियो भने त अब रुगासिदा लागिरहेछ अब हान्ने होइन जस सिम्पल घुमाइ होइन टक्क बवाल मजा आइरहेछ भन्दै अब हामी चाहिँ आइसक्रिम खाँदै टक्क पनि गइरहेछौँ ल साथी टक्क हाम्रो चाहिँ यही भयो सबै कुरा होइन ल जोस् दामी छ भन्दै आइसक्रिमको साथमा अब चाहिँ हामी लगभग निस्कि पनि सक्यौँ भन्दै अब लास्टमा चाहिँ यति भन्दै बिदा लिन जान्छ जस्तो थ्याङ्क यू धन्यवाद है